चाहिँ जाने हुन्छ नि त अब चाहिँ गाडी लिएर हुन्छ हो त्यसै सुविधा पनि टक्कै यहाँनिर सुविधा पनि ठिकै आउँदो रहेछ अप्ठ्यारो ठाउँमा चाहिँ गुड मर्निङ अप्ठ्यारो ठाउँमा चाहिँ भेट भयो दादासँग हुन्छ त ए अन्त त्यही हो बनाउँदै आएको हो बाबाहरू बिहामा जान्छ अरे नि त के अन्त छिटै फर्क्यो नानी लगिन नि त आज बिहा जाने होइन यहाँ चाहिँ घुम्दै 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 टक्कै जाने अन्त गएर अट्टै यहाँ बाटो यस्तो भइरहेको छ क्या पानीले बर्बर बिग्रिरहेको छ हो त्यही हो अब मान्छेले चाहिँ सरकारहरूलाई दोष दिन्छ बाटो बिग्रिँदा होइन नेताहरूलाई दोष दिन्छ है के दिनु होइन म चाहिँ दोष दिँदिनँ म चाहिँ हाम्रै मान्छेहरूलाई दोष दिन्छु कि अब आफ्नो घरको गाउँघरमा होइन कसरी हुन्छ आफ्नो बुनियादी सुविधा ल्याउनु होइन कसरी हुन्छ आफ्नो गाउँघरको डेभलप आफ्नो बाटोघाटोको डेभलप गर्नुको लागि हो त अब आफ्नो क्षेत्रवासी नै कन्सियस हुनुपर्छ हो ल आइज तैँले लगेर तेरो बाटो बनाइदिन्छु भनेर त कोही नेता आउँदैन होइन त्यो त बुझ्नुपर्ने हुन्छ हो त्यस्तै भइरहेछ यी बाटोहरू पनि यस्तो भइरहेछ साथीहरू 2017को आन्दोलन सकिएर बादमा चाहिँ यो बनिएको 17देखि 18 बनेको त्यस्तै छ होइन यस्तो अवस्था भइरहेछ है हाम्रो सन्तोष साथीको घरको त्यहाँ यी सिँढी झरेको जस्तो झार्नुपर्छ गाडीहरू हो एकदम यस्तो भइरहेछ यहाँ चाहिँ हाम्रो भोले सन्तोष भोलेको घर होइन आज त यहाँ चाहिँ म चाहिँ दारी खेती टक्कै दारी खेती आइपुगिसक्यो हाम्रो सानो गाउँ छ यहाँ मजाको सानो गाउँ छ यहाँ सन्तोष भोले यहाँ मन्दिर छ बडीको हो यहाँ मन्दिरमा दर्शन गर्नुहोस् तपाईँहरूले हो यहाँनिर फेरि हाम्रो एउटा भाउजू छ है भ्लगर हो हाई गाइस गुड मर्निङ भन्दै चाहिँ कस्तो हुन्छ गुड मर्निङ भाउजू कस्तो चल्दैछ भाउजू चल्दैछ है बिमार भएर क्या भाउजू छैन कि कन्टेन्टै छैन अन्त बनाउँदै गयो भाउजू ल हो हाम्रो भाउजूले पनि बनाउनुहुन्छ नि त फेसबुकमा फोटोहरू अपलोड गर्नुहुन्छ यो हाम्रो मजाको दृश्यहरूको जग्गा तपाईँहरूले हेर्नुहोस् न यहाँ हेर्नुहोस् न यहाँ फेरि हो एकदम हो साथीहरू कहाँ जानुभएको यो चाहिँ भाइ मेरो कलु यहाँ पनित भाइ नमस्कार काका सञ्जय साथी हो फाइबर ल्याउँदैछ तिमीहरूले कुन चाहिँ अरे एकदमै लुए हाम्रो बान्धमवासीहरूले चाहिँ एकदम लोकल फर भोकल भन्छ नि त्यस्तै हो कोअपरेट गर्नुपर्छ आफ्नो गाउँघरको भाइलाई मेरो पनि छ घरमा होइन छ मेरो पनि कुनै प्याकेज सेकेज सकेपछि म पनि विचार गरेको हुन्छु होइन त्यस्तै सबैले गर्नुपर्छ 10-15 मिनटमा आएर बनाइदिइहाल्ने हो सर्भिस राम्रो दिएन भने हो यताउति भन्नु पनि सजिलो भन्दा भयो